सभापतिलाई बुझाउनु पर्ने व्यवस्थापन समितिका तत्कालीन महामन्त्री गगन कुमार थापाले क्रियाशील सदस्यताको टुङ्गो कहाँ लाग्यो, के अवस्थामा छ, कति काम भयो, त्यो विवरण न केन्द्रीय समितिमा लिखित रूपमा पेश गर्नुभयो न कार्यवाहक सभापतिलाई त्यसको विवरण उहाँले दिनुभयो। त्यसको बावजुद उहाँले गर्नुभयो के भन्नु, 17 गते विज्ञप्ति जारी गरेर केन्द्रीय समितिले निर्धारण गरेको 15औं महाधिवेशनको नियमित कार्यतालिकालाई स्थगन गर्नु र क्रियाशील सदस्यता वितरणको काम निरन्तर भइरहेकोले अधिवेशन कार्यतालिका स्थगित भनेर आफैले उहाँले विज्ञप्ति निकाल्नुभयो, जुन विज्ञप्ति मेरो जानकारी बिना, कार्यवाहक सभापतिको जानकारी बिना, पार्टीको सभापति श्रद्धेय शेरबहादुर देउवाको जानकारी बिना विज्ञप्ति आयो। 18 गते हामीले कार्य सम्पादन समितिको बैठक बोलायौं, 18 गते